हरेकको फरक फरक पर्सेप्सन हुन्छ। मैले पनि अरूभन्दा फरक तरिकाले देखिरहेको बुझिरहेको होला कि हामीले देख्ने दुनियाँ रियालिटी हो या बाहिरी जुन दुनियाँ छ नि, सुपरनोभा विस्फोट हुन्छ, ब्ल्याक होल, ठुला ठुला स्टारहरू, ग्रहहरू केही रियालिटी हो। यहाँ दुईवटा रियालिटी एक्जिस्ट गरिरहेका छन्। हाम्रो ब्रेन पनि एउटा रियालिटी क्रिएट गरिरहेको छ। हाम्रो ब्रेन एक बायोलोजिकल स्ट्रक्चर प्रोसेसर हो जहाँ कन्सियसनेस इमर्ज हुन्छ। यहाँ ह्युमनको नजरमा रियालिटी कसरी एक्जिस्ट गर्छ यसकै बारेमा आउनुहोस् तपाईँ पनि यो कुरा बुझौँ। यो दुईवटा रियालिटी जुन छन्, एउटा मैले बुझेको सत्य र उसको नजरमा कुनै अर्थ मतलब राख्दैन। ऊ माने विशाल ब्रह्माण्ड जो हाम्रो पृथ्वीभन्दा 13 बिलियन वर्ष पहिला जन्मेको थियो। पृथ्वी त 4.5 बिलियन वर्ष जति भयो। न्युरोनवाला जुन जीव छ नि, तिनीहरू 500 देखि 600 मिलियन वर्ष जति मात्र भएको छ। अब यो हायर कन्सियसनेस इनर्जीको अगाडि हाम्रो कुनै अस्तित्व होला र? त्यसको कारणले यो विराट विशाल कन्सियसनेस ब्रह्माण्डलाई बुझौँ। जति कन्सियसनेस हुन्छ नि त्यसले त्यति नै एक्सपिरियन्स गर्छ। सानोले सानै गर्छ भने ठुलोले ठुलो अनुभव गरिरहेको हुन्छ। यहाँ हरेकसँग नलेजको त कति पनि कमी छैन, थाहा छ। रक्सी चुरड खानुहुन्न भनेर तर खाइरहेका छन् मान्छेहरूले। यस्ता खालका खराब काम कसले रोक्छ हैन? रोक्न सक्छ। कसले रोक्छ भन्दा तपाईँकै आइडेन्टिटीले। त्यो आइडेन्टिटी धेरै धेरै महत्त्वपूर्ण छ। यसलाई बुझेपछि थाहा हुन्छ कि मान्छे के गर्छ, किन गर्छ र के गर्नेवाला छ भन्ने कुरा। आइडेन्टिटी भनेको तपाईँ हाम्रो दिमागको पार्ट हो जहाँ डिफल्ट मोड नेटवर्कको भित्र सेल्फ पर्फेक्ट बसेको हुन्छ। यो क्रिएट हुन्छ तपाईँकै बाल्यकालबाट। यसको पिक आवर हो 3 देखि 10। यो टाइममा ब्रेनको धेरै क्रिएसन भइरहेको हुन्छ। जब बच्चा जन्मिन्छ नि त्यसको बाहिरी दुनियाँको बारेमा केही पनि थाहा हुँदैन। बुझ्ने, सम्झिने, हेरे पनि बिना शब्द उनीहरू हेरिरहेका हुन्छ। दिमागमा अपरेटिङ सिस्टम विकास भएकै हुँदैन। यो सबै देखेर, गरेर, सुनेर बिस्तारै बिस्तारै अनुभवमा आउँछ। यो गर्दाखेरि यस्तो हुँदो रहेछ, यस्तो गर्दा यस्तो हुँदो रहेछ भन्ने कुरा उनीहरू सिक्दै सिक्दै अगाडि बढ्छन्। देख्छ, सुन्छ र केही अनुभवमा आउँछ आफ्नो कुरा। यसकै आधारमा उसले के गर्छ? बिलिफ सिस्टम भन्छ। बायोलोजिकल कम्प्युटर हो नि त। त्यसपछि उसले आफ्नो चाहेको कुरा प्राप्त गर्न रुन्छ, कराउँछ। कति बेला रिवार्ड पाउँछ र कतिखेर पनिसमेन्ट पाउँछ। यसबाट उसले के गर्ने के नगर्ने भन्ने कुरा सिकिरहेको हुन्छ। बच्चा 0 देखि 3 वर्षको उमेरमा उसको कन्सियसनेस केवल सर्भाइभको लागि मात्र हुन्छ। केवल सर्भाइभको लागि उसको एउटै काम हुन्छ, कनेक्टेड। बच्चाको फाइट एन्ड फ्लाइट मोड एक्टिभ हुँदैन। ऊ त कनेक्सन र के एट्याचमेन्ट मात्र हुन्छ। यस कारणले गर्दाखेरि बच्चा क्युट भएका हुन्छ। उनीहरूसँग हामी कनेक्ट हुन्छौँ। यही कनेक्सन, एट्याचमेन्ट नै बच्चाको सर्भाइभ हो। बच्चा 3 वर्षसम्म यसरी काखमा हुर्किन्छ। उनीहरूको दिमागमा गहिरोको प्रेम जन्मिन्छ। बच्चालाई चाहेको कुरा पाउनुको लागि कि त जिद्दी गर्छ कि त इग्नोर गरिदिन्छ हैन, रुन्छन् आदि इत्यादि कुराहरूले उनीहरूले सिक्ने। ऊ ठुलो भयो, उसको सेल्फ कन्सेप्ट डेभलप भयो। ऊ बुझ्ने भइसकेपछि समस्यालाई सानो सानो क्वेसन गर्न थाल्छ। ताकि आमालाई कसरी खुसी गर्ने, नम्बर इक्जाममा कसरी धेरै ल्याउने, यो क्यान पर्सन अन्डरस्ट्यान्डिङ यसरी बढाउँछ। यसरी सेल्फ स्टेम क्रिएट भइरहेका छन् दुईवटा, एउटा दुनियाँको र अर्को स्वयं आफ्नो। यो एग्रेसिभ चाइल्डहुड छ भने पछि ऊ हट भएर जान्छ र केयरिङ लभिङ चाइल्डहुड भयो भने ऊ सेल्फ स्टिम उसको बढ्दै बढ्दै जान्छ। दुनियाँ देख्ने नजर उसको क्रिएट भइरहेको छ। दुनियाँमा कसरी सर्भाइभ गर्ने यसको मोडल उसको क्रिएट भइरहेको हुन्छ। उसको अपरेटिङ सिस्टम लेखिरहेको छ। हाम्रो भाषामा भन्नुभन्दा भावीले हाम्रो भाग्य, उसको भाग्य लेखिरहेका छन्। यो बाल्यकाल नै मान्छेको अल्गोरिदम बनेर जीवनभर काम गर्छ। नर्भस सिस्टम भनेको यसरी छ। ब्रेन कोड गरिरहेको छ। नयाँ नयाँ न्युरोनहरू बनिरहेका छन्। जस्तो कि एउटा पागल मान्छेको र एउटा हेल्दी मान्छेको दिमागलाई यदि खोलेर हेऱ्यो भने उनीहरूको न्युरोनको एक्टिभिटीमा धेरै ठुलो फरक देखिन सकिन्छ। योभन्दा पनि फ्रन्टल कर्टेजमा देखिन्छ। यसको उदाहरण हो एन्ड्रोइड मोबाइल र आइफोन। फरक के बनाउँछ भन्दाखेरि त्यो भित्रको प्रोसेसरले। हामी पनि एउटा बायोलोजिकल मेसिन त हौँ।
हैन। जो बच्चा सानोमा माया कनेक्सन पाउँदैन ती बच्चाहरू पछि गएर कुनै न कुनै एडिक्सनमा फस्छन्। यो आइडेन्टिटीले नै तपाईँलाई सेल्फ इमेज हो। ब्रेन किन आइडेन्टिटी क्रिएट गर्छ भन्दाखेरि लो इनर्जी कन्जम्सन, यसकै कारणले गर्दाखेरि धेरै सिस्टमहरू सर्भाइभ गरिरहेका हुन्छन्, शक्ति सञ्चित हुन्छ। दोस्रो सर्भाइभ, डिएनएको मुख्य काम नै सर्भाइभ हो। यो बुझ्नको लागि तपाईँहरू पनि द सेल्फिस जिन भन्ने बुक छ, त्यसलाई डिटेलमा लेखिएको छ, त्यो पढेर बुझ्न सकिन्छ। ब्रेनले एउटा इनर्जीले कन्जम्सन र सर्भाइभ दुवैलाई अप्टिमाइज गर्छ। ब्रेन लुप्समा काम गरिरहेको हुन्छ वा अटो पाइलोटमा चल्छ भन्नाले सेभ इनर्जी गर्नको लागि। मास्टर लुप ब्रेनको अटोमेसन, सेल्फ कन्सियसनेसको अटोमेसन सिस्टमहरू अर्थात् जुन एक्सपिरियन्स हामीले गरिरहेका हुन्छौँ ती सबै लुप्समा चलिरहेका हुन्छन्। मेरुको चिनेको मान्छे, उसले अमेरिकाबाट पिएचडी गरेर आयो, नेपाल आइसकेपछि ऊ सर्भाइभ मोडमा मात्र काम गरिरहेको छ। उसको ब्रेनले किन यस्तो भयो भन्दैन, ऊ सानो हुँदाखेरि उसको बाबाआमा सही झगडा गर्ने, लडाइँ गर्ने, होइन, सानो सानो कुरामा उल्झिरहने, यसको कारणले गर्दा उसको ब्रेनले मात्र सर्भाइभ मोड एक्टिभ गर्यो। ऊ आज उसँग पैसा छ, घर छ, सबै कुरा छ, तर पनि उसले आइडेन्टिटीले उसलाई अगाडि बढ्न दिइरहेको छैन। ऊ सानो हुँदाखेरि यस्तो वातावरण पायो, जे पनि खाऊ, जे पनि गर, त्यो बच्चा ठुलो भइसकेपछि हेल्थ कन्सियसनेसको बारेमा बुझ्यो र यस्ता भिडियोहरू सुनेपछि उसलाई केही फरक पर्दैन। उसको ब्रेनले एक्सेप्ट नै गर्दैन, किनभने ऊ जस्तो छ त्यस्तै बन्न चाहन्छ। त्यो त हामीले सानोमा गाईलाई पूजा गर्छौँ, गाई माता मान्छौँ, हामीहरूले गाईलाई मरे पनि खान सक्दैनौँ, किनभने हाम्रो सिस्टम बनिसकेको छ, त्यसको आइडेन्टिटीसँगै तात्सिएको हुन्छ। जो जे गर्छ नि त्यो उसको आइडेन्टिटी भन्छ। भन्नु खोजेको कुरा के भन्दाखेरि बच्चा रोयो पुरै।